लाग्यो मलाई थाहा छैन हैन यहाँ सबैजनाको सहमतिमा गन्न लाउन लागेको क्या यहाँ माल कति जम्मा भयो भनेर ओइ नखा यार यो त भएन त यार हात काट्ने रहेछ यार घर बनाएर सकिहाल्यो डर हुँदो रहेछ यार कति नाश हुने भयो त अनि अब यो ओहो खुट्टा यो कहाँ लक्ष्मी राखिन खुट्टा हुँदैन त लक्ष्मी राखिन खुट्टा हुँदैन नि यो चाहिँ अलक्षण हो त्यही लक्षण त्यही नभइकन लक्षण भएन नि ए पुगेन काटिया पनि सकिन्छ पुग्यो अघि बाङ्गो ल हेर्नुहोस् गर्नु त मिलाउनु ओ माइका सामान पैसा रहेछ यार ओहो यार कहिले जापार्थे होइन यो हिजो अस्ति हाल्यो है क्या नकली पैसा अस्ति चाइना गएको थियो नि हौ त्यो चाइना गएको हो क्या यो रातारात यहाँ आयो त यार 1 महिना खेलेर राखेर चाहिँ मार्नु है यो के सबै खुम्चेर यो बुढी आमाले थैलीमा हालेर पोको पारेर राखेको जस्तै भक्रो छ यो मिसिनले त लिँदैन है है गाह्रो छ यार हामीले मात्र लिँदैन यो मिसिनले चाहिँ लिन मान्दैन सबै यस्तो भन्छ त अनि क्यामेरा त्यहाँ ठिकै छैन क्यामेराम्यानले गरिराख क्यामेराको लागि नेपालमा केपिओडीको हालत हेर्नु यो कति वर्ष भयो जम्मा गरे यो ठ्याक्कै सबै सयमै गर्छ हौ आँखा चाहिँ यार 50 मा कसैको गर्नु त्यही यार डबल पनि हाल्यो डबल छ त नभन्नु क्यामेरा चालु छ क्या चालु छ हो चालु राखेन त अहिले गोजीतिर हात हाल्नु भयो भने मैले नहेरे बेला मजा गरेको है यो एउटा 50 मा त यो केमा जान्छ केमा छैन हैन एउटा 50 भए पुग्छ जेमा पनि जान्छ यता यो युट्युबमा हाल्ने भएदेखि म केपिओडीको पोइन्ट गर्दिन्छु अब होइन म त्यस्तोहरूको बोइन गर्नु हुँदैन केपिओडीको हालत चाहिँ यहाँ देख्नु हो यहाँ देख्नु हुन्छ केपिओडीको दाहिनेको यहाँ अहिले मलाई चाहिँ एउटा 50 दिन हो यसो बेलुका दारु खानलाई हुन्छ त यत्रो ज्वाइँ पैसा चेलालाई अब के भएर दिउँला नि किन टेन्सन गरेको हामी हात साथ लाम हात गर्दैनौँ तर एउटा इमानदारलाई माग्दाखेरि एउटा 50 दिनु पर्यो एकैन महिनामा फिर्काउने अरे हैन होइन महिनामा कहाँ हुन्छ यस्तो यार भर्खर हालेर यो गर्नु भएको कि कहिले हाल्नु भएको यो पहिले हो नि कहाँ भर्खर कहाँबाट पाएर हाल्नु यार यो जोडम कहाँ थियो भाँडो कहाँ थियो उही त भित्र राखेको थिएँ मैले उही त सेतो टङभित्र मलाई सम्ममा हाल्थेँ नि यार आइ पाइन नि यार सम्म 1 वर्ष भइसक्यो त्यो बट्टामा राखेको कोही खोलेर हेर्दैन नि यार त्यहाँ त्यो बट्टा त देखाएको थियो मैले तर त्यो 1 वर्ष भयो मैले यहाँ खोलेर यहाँ राखेको राखे रुममा म पारेश्वरको पैसा हराउँदा मलाई कम त डर भएको ओहो मेरो बट्टा भन्दी मजा देखेर पनि आएर यहाँ हेर्ने थियो कहिले काहीँ त हेर्नु परिहाल्छ नि आफूले राखेको खजाना त अनि यहाँ चाहिँ भर्खर ल्याएको मात्रै थियो होइन यो माथि अन्डर ल्याएको यहाँ हिजो कहाँ यहाँ हुन्छ हेर्न त म के फतल फतल गरेको छ त्यहाँ केही छैन के के उठा भनेर फतल फतल गरेको पैसा त 1 लाख रहेछ हौ नेपालको 1 लाख छ है पुग्छ है छ लाख बढी पुग्छ हो फेरि यसो गर्नु त 100 यहाँ ल्याउनु 50 यहाँ राख्नु त अन्दाजमा भनेको मैले त होइन 600 त यहाँ छ पैसा सबै कचाकुचु भएछ नि यार बिग्रेछ नि यार पैसा यार होइन यो बिग्रिया छैन यो मिसिनले लिँदैन यार यो दिन्छ तपाईँले अलि यसरी अर्कोटी फर्काएर राख्नुपर्छ बाँधेर बस्ले अर्कोटी फर्काएर बाँध्नु भरे सिरानी मुनि हालेर राखेर सुत्नुपर्छ थिचेर यसलाई त अर्कोटी बाँध्नु रबरले यसरी अर्को उल्टो फर्काएर हो हेर्नु त अनि यो यार अनि मिसिनले नलिएपछि त 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 त्यसो त्यहाँ गर्नु 16 त्यहाँ गर्नु त कति छ ठ्याक्कै भन्दा कति रहेछ 16 32 यदि हुनुपर्ने हो 16 सबै झरो छैन अब मोल्ट्री भिटा भरि थियो यार खाँदै के
के मान्छेले पैसा गनेको रहेछ गन्दै राखेको रहेछ क्या यहाँ 1600 नै छ छैन अनि 1450 1650 1650 र 1600 16 14 15 30 3150 3150 3050 चाहिँ नि 3050 लक्ष्मी गर्ने यार गन्ती गर्नु भाइ यार आमा यत्रो पैसा त ख्याल ख्यालमा पैसा जति धेरै जम्मा हुँदो रहेछ नि यार गरौँ भन्दा हैन हुँदैन त अनि त्यो कति 1600 भन्ने लाग्यो हैन 1 लाख रुपैयाँ छ 2 3 4 5 6 7 8 9 10 11 12 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 29 30 त हुनु नि फोन आयो माय गॉड यार पैसा बिग्रेछ हाइट यो फोहोर गरेको ल्याउँदा यहाँ यो फोहोर गरेको